शिक्षण पेसामा स्थापित भइसकेका एक व्यक्ति अहिले उद्योग क्षेत्रमा पनि सफल उद्यमीका रूपमा चिनिएका छन्। मोरङको कटहरीका पवन खेतानले झापाको काँकडभिट्टामा जुत्ता उद्योग सञ्चालन गर्दै आएका छन्। उनको उद्योगले रोजगारी सृजना मात्र गरेको छैन, वार्षिक करोडौं रुपैयाँको कारोबारसँगै सरकारलाई राजस्व समेत योगदान गर्दै आएको छ। यो सफलताले शिक्षण पेसामा भविष्य बनाइसकेका उद्योगी पवन खेतान अहिले उद्योगीका रूपमा परिचित बनेका छन्। मोरङ छाडेर झापा पुगेका खेतानले मेचीनगर नगरपालिकाको वडा नम्बर 6 काँकडभिट्टामा एसएस फुटवेयर उद्योग सञ्चालन गरी वार्षिक करिब 1.5 करोड रुपैयाँ सरकारलाई राजस्व तिर्दै आएका छन्। कटहरी 3 स्थायी घर भएका खेतानको उद्योगबाट उत्पादन भएका जुत्ता मेचीदेखि महाकालीसम्म पुग्ने गरेको छ। बजारमा माग बढ्दै गए पनि माग अनुसार उत्पादन पुर्याउन नसकेको उनी बताउँछन्। यो व्यवसाय हामीले 2065 साल फागुन 17 गते स्टार्टिङ गरे हो। यो व्यवसाय स्टार्टिङ गर्दाखेरि सुरुमा दाइ हाम्रा हुनुहुन्छ एमडी श्यामसुन्दर खेतान, उहाँ पनि विराटनगरमा जुत्ता फ्याक्ट्रीमा सर्भिस गर्नुभएको थियो। अनि उहाँ काँकडभिट्टामा चाहिँ सर्भिसकै हिसाबले आउनुभएको थियो। त्यस पछाडि अलिकति ल आफै पनि कारखाना खोलौँ भनेर प्रोग्राम गरेर उहाँले कारखाना चाहिँ स्टार्ट गर्नुभयो। त्यो कारखाना स्टार्ट गरिसके पछाडि यहाँ अलिकति हेरचाह गर्नुको लागि पनि दाइले मलाई पनि भन्नुभयो, होइन त्यहाँबाट कारखाना स्टार्ट गरिसक्यौ, अब भाइले नि गएर सम्हाल्नुपर्छ, म त सक्दिनँ, मेन पावर छैन, म खोलिराखेँ। ठिकै छ त्यसो हो। त्यस पछाडि म 2068 सालतिर काँकडभिट्टा आएर यो सम्पूर्ण एसएस फुटवेयरको सम्पूर्ण पर्चेसिङदेखि लिएर मार्केटिङदेखि लिएर सबैको आफ्नै रेखदेखमा यो गरिरहेको छौँ। यो हाम्रो प्रोडक्ट भनेको मेचीदेखि महाकालीसम्म जान्छन्। यहाँ भइसकेपछि यहाँ एउटा काँकडभिट्टा जस्तो ठाउँमा यो पुल्ली नाकामा तपाईँलाई रोजगारीको एक ठुलो अवसर प्रदान गरेको छ। यहाँ रोजगारीमा हामीले झन्डै 100 जना मान्छे हामी त्यहाँ कार्यरत छौँ। 100 जनामा 5देखि 7% होला तिनीहरू इन्डियन छन्। मोर देन 95% हाम्रा यी चेलीबेटी, छोराछोरी, आमा बुवा, दाजुभाइहरू रोजगार पाएका छन् र तिनीहरूको घर पनि आरामले चलिरहेको छ। 100 जना परिवार भनेको झन्डै 400 इन्डाइरेक्टली 400 देखि 500 जनाले रोजगारी पनि पाइरहेछ। र यहाँबाट हामीले राज्यलाई पनि यो ट्याक्सको रूपमा वर्षमा झन्डै 1.5 करोड जति हामीले ट्याक्स बुझाउनु पर्छ। हाराहारी भने त्यसमा 10-20 लाख तलमाथि हुन सक्छ। हामीले त्यो हो। अनि नेपाली इलेक्ट्रिकलाई पनि हामीले मासिक 2 लाखको दरले 24 देखि 25 लाखको हामीले विद्युत प्राधिकरणलाई बुझाइरहेका छौँ। अरू यावत ट्याक्सहरू भए, गभर्मेन्टका भए, ती मोटामोटी हामीले एसएस फुटवेयरले बालबालिकादेखि वृद्धसम्मका लागि जुत्ता चप्पल उत्पादन गर्दै आएको छ। त्यस्तै खेलाडीका लागि चाहिने जुत्ता पनि उत्पादन गर्दै आएको जनाइएको छ। घरभित्र र बाथरुममा प्रयोग हुने गरी करिब 40 प्रकारका जुत्ता उत्पादन हुँदै आएको छ। उद्योगमा अहिले करिब 100 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। खेतानको उद्योग यात्राको सुरुवात भने दाजु श्यामसुन्दर खेतानको प्रेरणाबाट भएको थियो। विराटनगरमा अरूकै जुत्ता उद्योगमा काम गर्दै आएका श्यामसुन्दरले करिब 18 वर्ष अघि आफ्नै उद्योग स्थापना गरेपछि भाइ पवनलाई पनि साथ दिन बोलाएका थिए। त्यतिबेला पवन खेतान विराटनगरको कञ्चनजङ्घा उच्च माध्यमिक विद्यालयका प्राचार्य थिए। जनता उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन संकायको संयोजक भएर काम गरेको अनुभव समेत थियो। स्थायी जागिर र शैक्षिक क्षेत्रको काम छाडेर दाजुलाई साथ दिन झापा पुगेका उनी अहिले सफल उद्योगीका रूपमा स्थापित भएका हुन्। उद्योगमा केमिकल र पाउडर प्रयोग गरी प्लास्टिकको रोल तयार गरिन्छ। त्यसबाट बनेको दानालाई जुत्ता चप्पल बनाउने फर्मामा राखेपछि केही समयमै जुत्ता चप्पल तयार हुने प्रविधि प्रयोग गरिएको छ। इन्डियाबाट 2 नम्बर भएको माल आएको छ। तिनीहरूमा गभर्मेन्टले अलिकति ध्यान पुर्यायो भने तिनीहरू बिना ट्याक्सको छिरिरहेको हुन्छन्। र इन्डिया ठुलो मुलुक भएको कारणले गर्दाखेरि हामीले प्रोडक्ट वर्षमा 5 लाख गर्छौँ भने त्यही फ्याक्ट्रीले 5 करोड प्रोडक्सन गरेको हुन्छ। उसको प्रोडक्सन कोस्ट अटोमेटिक घट्ने भयो। हाम्रो 5 लाख, उसको 5 करोड छ। अब ती मेटेरियलहरूलाई नै खुल्ला हामी चाहिँ
नेपालदेखि उद्योगीहरूका तिनीहरू डाइरेक्ट यसमा नाम परिरहेको छ। यसमा भूमिको कतिको पेसा यो माध्यमबाट म यसो गर्दै जानकारी गराएको छु। 14 वर्ष अघि काँकड भिट्टा पुगेका खेतान अहिले झापाका स्थापित उद्योगीमध्ये एक बनेका छन्। उनको उद्योगले स्थानीय स्तरमा रोजगारी सृजना गर्नुका साथै स्वदेशी उत्पादन प्रवर्धनमा समेत योगदान पुर्याएको छ। शिक्षा क्षेत्रमा बनाएको पहिचानलाई त्यागेर उद्योग यात्रामा होमिएका पवन खेतानको सफलताले मेहनत, जोखिम उठाउने क्षमता र नयाँ सोच भए जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सकिने पुष्टि गरेको छ।